बस्नु पर्यो नि त ए राम 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 के बेच्यौ झेलमुरी भन्छ ए प्रभु अब भगवानको दर्शन गरेर आएको नुन खान मिल्दैन भाइ मिलेर नेपालका चाइट छु खाँदैन नेपालको खाँदैन ए खाँदैन दर्शन गरेर भोक पेटमा गर्नुपर्छ दर्शन यस्तो खानु हुँदैन प्रभु खानु हुँदैन के भन्छन् मर्यो यो ढाड दुखेछ यसरी छोडा केटाकेटी हो प्रभु झ्यालमुरी बेचेर ए ठुली यो बिधान सिधान त यसो लगिदिनु पर्थ्यो घरमा लाउँथे के प्रभु हेर सबै रुद्राक्ष राखेर तुलसीम राखेर प्रभु के प्रभु मरोस् खाजा खाँदैछ खाने मान्छेलाई डिस्टर्ब गर्नु हुँदैन जस्तो छ हौ के प्रभु पानी पनि बेच्तारन् ती तलतिर त्यत्रो पानी छ बोतलमा हालेर ल्याएको गङ्गाजल हो मरोस् के भन्छ हौ पैसा हालेर किन्नु पर्ने के प्रभु त्यहाँ तलतिर त्यत्रो पानी छ हेर बोतलमा हालेर मरेछन् हुँदैन हो नगर यसरी हुँदैन केटाकेटी हो हुँदैन छोडा आइपुग्यो प्रभु आइपुग्यो हेर अम्बक भन्छ हो पड्के उम्रु होइन अम्बक हो अम्बक यो काटेर फलफुल यसो घुम्न आउनेलाई दिने हो मरो बोल्दैन नि त बाक्कै बस्छ बोल्दैनन् पड्के आइपुग्यो पड्केमा पानी भरेर हेर यत्रो पानी छ के 20 रुपियाँ लिएर बोतल पनि किन आऊ पड्केले अब के गर्नु तिर्खा लागेर अब त्यो पानी खाऊ भने मिलेन यहाँ अब जहाजमा चढिन्छ प्रभु क्या केटो ओइ भाइ त्यो मरो पड्केर चढाउँदैन जस्तो छ हो यसले त यी केटाकेटीले चढाउँछन् कि चढ्ने चाहिँ हो है अब यसो टाढाबाट आइयो यो जहाजमा चढ्न मिल्छ यो जहाजमा चढ्न मिल्छ मिल्दैन केटो बोल न ए बोल यसो चढ्न मिल्छ मिल्दैन यो चढाउने होइन